ओम प्रकाश मेहता प्रति भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछ। घटनाका क्रममा घाइते हुनुभएका स्थानीयवासी र सुरक्षाकर्मी सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। उहाँहरूको उपचारमा कमी नरहनको निम्ति र निःशुल्क उपचारको निम्ति सरकारको ध्यान पनि आकर्षित गर्दछ। सम्माननीय सभामुख महोदय, दुःखद घटना घटेको छ। वास्तवमा दङ्गाको नियन्त्रण कसरी गर्न सकिन्छ? दङ्गाको नियन्त्रण दमनबाट होइन, राज्य यसमा असफल भएको छ। शान्ति सुरक्षा र सद्भाव कायम गर्न पूर्णतः राज्य असफल भएको छ। दङ्गालाई नियन्त्रण गर्नको निम्ति संवाद, योजना र विश्वास सिर्जना गराउनुको सट्टा राज्य आफैले त्रास सिर्जना गर्ने काम गरेको छ। त्यसले घटनालाई थप उत्तेजित बनाउने र सुनसरीका सेरोफेरोका क्षेत्रमा पनि त्यही खालको प्रयत्न हुने खालको अवस्था सिर्जना भएको छ। तसर्थ यस्तो अवस्थामा मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरोकारवाला अभियन्ताहरूलाई भन्न चाहन्छु, धार्मिक अभियन्ताहरूलाई भन्न चाहन्छु, हामी धैर्य गरौँ। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी ठिक ठाउँमा पुग्न सक्दैनौँ। त्यसको प्रतिफल नोक्सानदायी हुनेछ। त्यसैले यो बेला सबैले संयमता अपनाई शान्ति कायम गर्ने, सद्भाव कायम गर्ने अभियानमा हामी सबै जुट्नको निम्ति म सबै पक्षलाई हार्दिक आग्रह गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, मैले यसो भन्दै गर्दा वास्तवमा हामी कुनै आग्रह पूर्वाग्रह राख्दैनौँ। कुनै आग्रह पूर्वाग्रहमा प्रेरित भएर हामी कुरा गर्न पनि गइरहेका छैनौँ। यस्ता दुःखद घटनाबाट हामीलाई दुःख लागिरहेको छ, दुःख प्रकट गरिरहेका छौँ र सबैलाई आह्वान गरिरहेका छौँ। तर पनि घटनाले एउटा स्मरण गराउँछ, विगतका घटनाले एउटा स्मरण गराइरहेको छ र मलाई सोध्न मन लागिरहेको छ। काठमाडौँमा गोली चल्दा, काठमाडौँमा मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही लिनुपर्छ भन्दै थुनामा बस्नुपर्छ भने, राजीनामा दिनुपर्छ भने, आज सुनसरीमा गोली चल्दा र सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिन पर्छ कि पर्दैन? थुना बस्नुपर्छ कि पर्दैन? आज अरूलाई फौजदारी अभियोगको दायित्व थुपार्नेहरू आज यो घटनाको नैतिक जिम्मेवार लिनको निम्ति तयार हुनुहुन्छ कि हुनुहुन्न? म यो प्रश्न गर्न चाहन्छु। यो हाम्रो प्रश्न हो, जवाफ यहाँहरूको। सम्माननीय सभामुख महोदय, मैले यसो भन्दै गर्दा मैले आग्रह गर्न चाहन्छु, हामी सबैका प्रयत्नले देशमा शान्ति कायम गर्ने हो। हामी सबैका प्रयत्नले जनतामा विश्वास जगाउने हो। जनतामा विश्वास भएन भने, देशमा शान्ति भएन भने, देशमा खतरा बढ्दै गयो भने देशको अस्तित्व नै समाप्त हुने स्थिति हुन सक्छ। तसर्थ यो विषयमा हामी सबै गम्भीर हुन जरुरी छ र हामी गम्भीर छौँ, हामी जिम्मेवार छौँ। सरकारले चाल्ने हरेक कदममा हामी साथ दिनको निम्ति पनि तयारै छौँ। मैले यसो भन्दै गर्दा आज देशमा यो दङ्गा भइरहँदा, देशमा अशान्ति भइरहँदा यो मुलुकका प्रधानमन्त्री कहाँ हुनुहुन्छ? आज बेखरबर हुनुहुन्छ। म भन्न चाहन्छु, प्रधानमन्त्रीको पद सिंह दरबारमा सजाउनको निम्ति बनाइएको होइन। सभामुख महोदय, देशमा सङ्कट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनुपर्दछ। जनताको बिचमा देखिनु पर्दछ, जनताको संवाद गर्नुपर्दछ। म यो आग्रह गर्न चाहन्छु। त्यसैले सम्माननीय सभामुख महोदय, म फेरि दोहोऱ्याउन चाहन्छु, हामी सरकारसित हात अगाडि बढाउन तयार छौँ। मुलुकलाई सुदृढ बनाउनको निम्ति, जनताको सुरक्षाको निम्ति आज हामीले सरकारसित हातेमालो गर्दै देशमा शान्ति र सद्भाव कायम गराउने अभियानमा हामी सामेल हुन तयार छौँ। सरकारले योजना ल्याओस्, सरकार त्यो ढङ्गले प्रस्तुत होस्। विगतमा योभन्दा ठुला घटना भएका हुन्। मैले स्मरण गराउन चाहन्छु, कैलालीको टिकापुर, त्यसै गरी रौतहटको गौर अनि बाँकेको नेपालगञ्ज, कपिलवस्तु, वीरगञ्ज, मोरङ लगायतका ठाउँहरूमा पनि बेला बखत यस्ता खालका घटना नघटेका होइनन्।
तर एउटै सूत्रले सबैलाई एकै ठाउँमा उभ्यायो र हामीले ती समस्याको समाधान गर्न सक्यौँ। आज हाम्रो अगाडि पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँ साँच्चै हुनुहुन्छ। हामीलाई त्यो चिज थियो, हिमाल पहाड तराई कोही छैन पराई, यही सूत्रले एकताबद्ध गरेर हरेक चुनौतीको हामीले सामना गर्न सकेका थियौँ। तसर्थ सम्माननीय सभामुख महोदय, आजका दिनमा पनि सरकारले भन्नुपर्दछ, दिदीबहिनी दाजुभाइ सबै बाँचौँ, सबैलाई बचाउँ भन्ने अभियानका साथ सबलाई आह्वान गरेर हातेमालो गर्दै सरकारले शान्ति कायम गराउनको निम्ति, समाजमा अनुशासन कायम गराउनको निम्ति, जनतालाई सुरक्षाको महसुस दिलाउनको निम्ति, निराश बन्दै गएको पङ्क्तिलाई आशा जगाउनको निम्ति सरकारले यो अभियान अगाडि बढाओस्। हामी सरकारको पछि लाउन, सरकारलाई साथ दिन काँधमा काँध मिलाउन तयार छौँ। म यो पनि राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, म आज अलिकति केही इस्युहरू पनि छन्, बरु अर्को समय हाम्रो काटौँला। सम्माननीय सभामुख महोदय, म आग्रह गर्न चाहन्छु, यो प्रसङ्ग यहीँ नै राखौँ। अब यही बिचमा लामो समय संसद स्थगित भएको बेलामा देशका विभिन्न ठाउँहरूमा बढ्दो वर्षाले बाढी पहिरो गएको छ, धेरै मानिसहरूको क्षति भएको छ। 5 थर लगायतका धेरै जिल्लाहरू पीडित क्षेत्र बनेका छन्। त्यसैले म आग्रह गर्न चाहन्छु, प्रकृति प्रकोपमा परेका बाढी पहिरोका पीडितहरू सबैको राहत उद्धार र पुनर्स्थापनामा सरकारको शीघ्र ध्यान पुग्योस्। वर्षा बढ्दै जाँदा हाम्रा अगाडि धेरै अप्रिय घटना घट्ने सम्भावनाहरू पनि छन्। यी भोलिका सम्भावनाहरूलाई ख्याल गर्दै आफ्ना तलका संयन्त्रलाई ठिक ढङ्गले राख्ने, आफ्नो तयारी मजबुत बनाउने र अप्रिय घटना नदिने कुरामा सरकारले बेलैमा ध्यान पुर्याओस्। म यो पनि आकर्षित गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, म अलिकति प्रसङ्ग बदल्न चाहन्छु। आज जे हैसियतमा जुन समय मैले प्रयोग गरिरहेको छु, मैले सम्माननीय सभामुख मार्फत फेरि प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यो देश हाम्रा पुर्खाले रगत बगाएर, हाम्रा पुर्खाले बलिदान दिएर बचेको देश हो। आज त्यो विरासत पुर्खाले हामीलाई सुम्पिनु भएको छ। जुन चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूबाट यो संसदमा अभिव्यक्त भयो, त्यो राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने, राष्ट्रलाई कमजोर बनाउने, हाम्रा अडानहरूलाई कमजोर बनाउने खालको प्रस्तुति भएको छ। त्यसैले हामीले बारम्बार भनेका छौँ, 2 महिना पुग्न लागेको छ, हामीले प्रश्न उठाइरहेका छौँ, खबरदारी गरिरहेका छौँ। आजका दिनसम्म पनि हामीले यसको जवाफ पाइरहेका छैनौँ। त्यसैले सम्माननीय सभामुख महोदय मार्फत म फेरि पनि भन्न चाहन्छु, यस्ता विषयहरूमा गम्भीर बन्दै, जिम्मेवार बन्दै, यो संसदप्रति उत्तरदायी हुँदै, यो संसदमा बोलिएको बोली सच्याउनको निम्ति म प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्दछु। त्यो समन्वय गर्नको निम्ति सभामुख महोदयलाई पनि अनुरोध गर्न चाहन्छु। आज यो देशमा राष्ट्रियताभन्दा ठुलो केही चिज छैन, सार्वभौमिकताभन्दा ठुलो कुनै पथ पनि छैन। सभामुख महोदय, हामीले यो कुरा ठ्याक्क बुझेका छौँ। त्यसैले यो विषयमा सिरियस हुनको निम्ति म फेरि आग्रह गर्न चाहन्छु। आज हामीले बारम्बार यो संसदमा कुरा उठायौँ, सुकुम्बासी